Hey guys, welcome to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ अनि आज चाहिँ मदर्स डे त्यही भएर म चाहिँ बुटोल छु के अनि त्यसपछि मम्मीलाई चाहिँ थाहा छैन म घर जाँदैछु अनि मम्मीलाई म आज सरप्राइज दिन घर जाँदैछु कि मदर्स डेको दिन भनेर मम्मीको रियाक्सन कस्तो हुन्छ हेर है अहिलेसम्म केही पनि भने होइन अब एक्कासिसीले केकहरू लिएर अनि गिफ्ट लिएर घर जान्छु त्यसपछि मैले अरू पनि देखाउँछु नि त्यहाँ के हुन्छ भनेर अनि मम्मीको रियाक्सन पनि देखाउँछु अहिले चाहिँ म घरदेखि निस्किसकेँ अरू चाहिँ म यहाँ गिफ्टहरू किन्छु त्यसपछि फेरि बस चल्छु अनि घर जान्छु लगभग घर जानलाई 2 घन्टा जति लाग्छ होला अनि त्यसपछि घर जान्छु उहाँ बाटोमा केक पनि किनेर अनि जान्छु के म चाहिँ यहाँ गिफ्टहरू लिएर आइसकेँ अनि अब चाहिँ घर जान्छु त्यसपछि मम्मीको रियाक्सन हेरेर म त कति खुसी हुनुहुन्छ धेरै दिन भयो कि नगएको ए धन्नै लडेको धेरै दिन भयो कि म घर नगएको गिफ्ट देखाउँछु अनि कति खुसी हुनुहुन्छ गोसिन्जे पुगिसकेँ अनि त्यसपछि यहाँ केक पनि लिएर आएँ अनि अब घर जान्छु त्यसपछि सरप्राइज दिन्छु गिफ्ट के हो भन्नको लागि लास्टसम्म नै भिडियो हेर्नु है त अनि च्यानलमा नयाँ फाइनली म चाहिँ घर पुगेँ मम्मी अबि मेरो घर त कोही छैन नि तालचाला लो त्यहाँ अब यो के गर्ने हो त पुरै चौपट भयो कि मैले आएर एक्कासी सरप्राइज दिन्छु भन्थेँ अब थाहै छैन कहाँ जानुभयो अनि फोन गरेर सोध्नुपर्छ म घर आयो भन्नुपर्छ अनि ए भगवान् म चाहिँ यहाँ सरप्राइज दिन आएको मलाई गाली गर्दै हुन्छ नमस्ते मम्मी नमस्ते ए म यहाँ छिर्ने फेरि हाम्रो खेतमा बादल आउँछन् के मकै राख्दै हुन्छ उहाँको त्यस्तो घर बनाएर नमस्ते बाबा सुन्नु भएन के खेतमा ल यस्तो राम्रो ठाउँ हो अब चाहिँ हामी घर जान लाग्यो त्यसपछि म चाहिँ आमालाई गिफ्ट लिएर आमालाई भेट्न जान्छु अनि त्यसपछि आमा इमोसनल हुनुहुन्छ होला कि मैले किनभने आमा र बुवाको फोटो दिँदैछु अनि बुवा चाहिँ हुनुहुन्न नि त बितिसक्नुभयो 2-3 वर्ष भइसक्यो होइन अनि त्यही भएर अब हेरौँ है त अब घर जान्छु अनि त्यसपछि जान्छु आमासिङ अब चाहिँ हाम्रो मम्मीले गिफ्ट अनबक्स गर्दै हुनुहुन्छ मम्मी यसमा के छ होला गेस गर्नु मम्मीले गर्न दियो त साइड राख्न वाह वाह खै देखाउने त क्यामेरा देखाउनु वाउ कस्तो लाग्यो गिफ्ट मम्मी पढ्दै हुनुहुन्छ मम्मीले गिफ्ट ओपन गरिसक्नुभयो र मम्मीलाई एकदमै मन पर्यो गिफ्ट फाइनली म चाहिँ अहिले भर्खरै आमाको घर गएर आएँ होइन अनि मैले चाहिँ सोचेको थिएँ कि भिडियो बनाएर अनि सरप्राइज दिएर एक्कासी गएर दिन्छु भनेर सोचेको थिएँ अनि त्यसपछि एकचोटि फेरि सोचेँ कि फेरि नराम्रो मानेर फेरि प्रेसरको पेसेन्टहरू फेरि त्यस्तै हुन्छ नि त अनि प्रेसर बढे पनि फेरि बुवा बितेको धेरै नै भएन अनि फेरि बढी रोएर त्यस्तो भएर त्यही भएर मैले गएँ अनि पहिला चाहिँ सोधेँ अनि त्यसपछि यस्तो यस्तो गिफ्ट ल्याइदेऊ भन्न अनि दिएँ भन्नुभयो त्यही भएर मैले भिडियो नि बनाएन अनि कति रुनु भयो कि त्यही भएर केही मनै लागेन कि अनि भिडियो बनाएन त्यसपछि भर्खरै म अब घर आएँ अनि अब चाहिँ एकछिनमा छोड न बेबी अब चाहिँ एकछिनमा केक काट्छु ए मेरो भाइले आज मलाई मदर्स डे भनेर म मदर भनेर टिका यति धेरै लगाइदियो नि होइन हेरोन हाई भनिदियो अनि त्यसपछि अब चाहिँ मैले ठुलो मम्मीलाई बोलाएको ठुलो मम्मीको पनि कोही छोरीहरू छैन दाइहरू विदेश हुन्छ अनि मम्मीलाई ठुलो मम्मीलाई एकै ठाउँमा राखेर अनि केक काट्छौँ अब अहिले चाहिँ अब ठुलो मम्मी आइसक्नु छ अनि खाना खाँदै हुनुहुन्छ अनि खाना खाइसक्नु पहिला भोक लाग्यो है त्यही भएर खाना खानुभयो अनि अब खाना खाएर त्यसपछि केक काट्ने हो हेरौँ बहुत इन्जोय गर्छौँ अब हामी चाहिँ अब यहाँ केक काट्ने भनेर बसिरहेको थियौँ ठ्याक्कै लाइन गइदियो के अनि मोबाइलको टर्च बालेर त काट्ने बेलामा त अनि किरा आउँछ त्यही भएर लाइटको वेटिङमा छ लाइट आइसकेपछि काट्छ भाइ अब चाहिँ यहाँ सब रेडी भइसकेको छ अनि हामीले चाहिँ अब मनाउँछौँ ल
सकेका छौँ ल कट गर्नुस् यहाँ चाहिँ सबैले केक खाँदै हुनुहुन्छ एकजना यहाँ बसेर एकजना यहाँ बसेर अनि मैले चाहिँ अब ऊ त्यहाँ सबैभन्दा धेरै खान्छु त्यही भएर यति भात खाएको हेर मिठो छ कि नै केक ल मम्मीलाई के गिफ्ट दियो तिमीले मम्मीलाई र ठुली मम्मीलाई के गिफ्ट दियो भनिदिउ ए हो र ल खानी भए पार आउनु है त सबै फाइनली हामी चाहिँ केक सेक खाएर अनि खानासाना खाइदियौँ होइन अनि ठुलो बाबा ठुलो मम्मी चाहिँ घर जानु भयो अनि मम्मी बाबा पनि सुत्न जानुभयो चाहिँ हामी यहाँ सफा गर्छौँ अनि त्यसपछि हामी पनि सुत्न जान्छौँ म र बहिनी कसले आफ्नो मदर्स डे यसरी मनाउनु भयो मम्मीहरूलाई सरप्राइज दिएर कमेन्टमा लेख्नु है त थ्याङ्क यू फर वाचिङ बाई बाई आजको लागि यति नै